गाइस सबैजनालाई स्वागत छ। आज चाहिँ म काम गर्न लागेको। यो चाहिँ मेरो बुढाको च्यानल हो, युट्युब च्यानल हो। सबैजनाले सब्स्क्राइब गरिदिनु होला। म काम गर्न गएको छु। गोडेर त भ्याइसक्यो, यहाँ थोरै छ। यहाँ सकियो जाम तलतिर खेतमा जाउँ। हाम्रो खेत कि बारी गरेको खै बारी हो क्या भिजिट गराउँछु तपाईँहरूलाई। यो चाहिँ पियाज के भने देखाउँछु। उता त के घेरौँला हाम्रो करेसा बारीमा कोइला काँक्रा काँक्रा नि फले हामीले यत्रो बुटो काँक्रा फले अरू पनि थियो, हामीले खाइसक्यौँ। यहाँ फर्सी। अब म चाहिँ अहिले चाहिँ बोली गर्न आएको। सेबी पनि देखाइदियो, सेबी बन्डा। अब म चाहिँ गोड्न सुरु गर्छु। कहाँबाट गरौँ? यतैबाट गऱ्यो कता यो फर्स्टमा यो काँक्राको गर्दै भयो त। अलिक गोडेर भ्याएपछि भेटौँला। म चाहिँ देखिन्न, आज बुढीको मात्र भिडियो। ल सबैले हेर्न सक्नुहुन्छ अघि कस्तो थियो, अहिले चाहिँ छ्याक्क भइसकेको छ। यहाँदेखि फाइनल लुक यता पनि सबै, यता पनि अब त्यहाँ थोरै बस्यो। यता त केही छैन, यता त यत्तिकै छोडिदिने। यहाँ त यता त अगाडि भएकोमा चाहिँ सकिसक्यो। चुटी है के त आमाले पनि गोड्न थाल्नुभयो हामीले गरेको देखेर। गोड्नु न जानुभयो आमा त। किराला खान यत्रो बुटोमा नि करेला अरे के काँक्रा करेला काँक्रा नामै छुट्टा छुट्टै म के झुकेको उता देखाइदिनु न। यत्रो बुटा करेला फले भनेर राम्रो राइटहरू मैले सक्न लगाइसकेको छु। झारतिर कसो मौसम चाहिँ पानी पर्ला जस्तो छ, पानी पनि पर्दैन, केही हुँदैन। अघि यसो पानी आयो, रोकिसक्यो। सक्यो होइन लगभग, थोरै रहेछ। मौसम चाहिँ हो आजको बब्बाल। मौसमले च्यालेन्ज हाने है। त्यसमा त्यो काँक्रामा चाहिँ उस लगाइदिन्छ नि, ऊ त्यो लौरी यता है खै पल्टे है यता ऊ यता आउनु हो त गाड्दिनुहोस् त त्यहाँ। ल अहिले गाड्ने हो त।
गोडीको कि नगोडीको सबै त्यहीँ छ खोइ यो सकियो होइन अब त यहाँ कसरी गर्ने हो एउटा उसकै खन्नु थियो भयो छोड्दे त अब गाड गाइस यति चाहिँ गोडेर सक्यौँ अनि यो चाहिँ लसुन अरे त्यो चाहिँ प्याज हो यो चाहिँ आज गोड्दैनौँ अब एकैचोटि चाहिँ म इक्जाम दिएर सकेर आएपछि 3 गते गोडौँला मेरो चाहिँ छुट्टी थियो त्यसैले म आएको थिएँ घर अनि घर आएपछि यसो करेसाबारी नि पसौँ भनेर गोडमेल गरियो बुढाबुढी भएर भयो आजलाई यति भयो होला यहाँ चाहिँ यहाँ छुट यस्तो हो यता चाहिँ राम्रो भइसक्यो हो पहिलाको लेखि धेरै राम्रो भयो फाइनल लुक पहिला कस्तो थियो अनि चाहिँ यस्तो भएको छ यहाँ फेरि ज्याङ्गे उस पनि करेला पनि फेरि फल्यो है बल्ल फल्दैछ यता छ उता माथि घिरम्ला चाहिँ छ कि छैन है त यहाँ फल्दैछ घिरम्ला चाहिँ यहाँ माथि के भनेको गर्न त अहिले यत्रो बुट्टामा नि काँक्रा फलेको छ तर यस्तो के गरिदिने छेक्रा लगाइदिएन यो कि छोड्दै त्यतिकै यो बुटोमा त हुँदैन अर्को बुटो चाहिन्छ अर्को लौरी छोड्दै बाँसको ल्याउनु र उयो इन्डोरमा हाल्छु क्या बाँसको ऊ त्यहीँ बाँस त्यहाँको बाँस हस् हामी चाहिँ सकिसक्यौँ र हाम्रो करेसाबारीमा गोडमेल गरेर अब चाहिँ पानी पनि हाल्यौँ अलिअलि पोल्ट्रीमा मर्न लागेको बिरुवामा सकेर चाहिँ हामी हिँडिसकेका छौँ है बुढाबुढी भएर अब घरतर्फ लाग्दैछौँ अरू केही भन्न छ अरू केही भन्न छैन हात यस्तो अब हातभित्र पसेर गाइस आजको लागि यति नै हामी चाहिँ बिदा हुन चाहन्छौँ बाई बाई